चाहिँ आज हाम्रो नर्सरी जाँदैछौँ। आज मसँग चाहिँ सकियामा चाहिँ जाँदैछौँ अब नर्सरी। अहिले चाहिँ हामी नर्सरीमा दिदीहरूलाई खाजा लगिदिनलाई चाहिँ यहाँ खाजा अर्डर गर्दैछौँ अनि खाजा वेट गर्दैछौँ। अब खाजा लिएर चाहिँ हामी जान्छौँ। अहिले चाहिँ हामी बिरौटामा छौँ अनि अब लगभग 30 मिनट लाग्छ स्कुटीमा। हामी चाहिँ अब मोमो लिन जाँदैछौँ। अब रेडी भएर हाम्रो मोमो रेडी भइसक्यो। अब चाहिँ हामी जान्छौँ फार्मतिर। मेरो स्कुटर चाहिँ खै के भइरहेछ, सेल्फ स्टार्टै भएको छैन। अब पनि फेरि हान्नुपर्छ जस्तो छ। अझै खाएको छ। स्कुटी आज किक खाने मुडमा छ, बडी मानेकै छैन स्टार्ट हुन। एक लात नलाएसम्म स्टार्ट हुने जस्तो देखिँदैन। फेरि स्टार्ट गर्नुपर्ने देखियो। ऊ एक किक खायो अनि बल्ल मान्यो। एक किक नखाइ त स्टार्टै हुँदैन। यहाँबाट मजाले पोखरा देखिन्छ गाइजहरू। एकदमै राम्रो भ्यू छ र अगाडिको बाटो पनि ब्युटिफुल छ। जस्ट हामी वहाँ माथि पुग्नु छ। गाइजहरू हामी आइपुग्यौँ यहाँ माथि। बाटो चाहिँ अलिकति बन्दै छ, अलिकति कच्ची बाटो छ, तर हामी आइसक्यौँ हाम्रो सामानहरू लिएर हाम्रो फार्म भएको ठाउँ आइपुग्यो गाइस। पार्किङ गर्ने पनि हाम्रो फार्म छ। दिदीले हामीले ल्याएको सामग्रीहरू बन्दोबस्त गर्दै हुनुहुन्छ। हाम्रो धारा छ, यहाँबाट हामीले सबै नर्सरीहरूमा चाहिँ पानी हाल्छौँ। अब दिदी कता जानुभएको हो अनि त्यतै पछि लाएर जान्छु, तर यता पछाडि हेर्दै जाँदैछु। मलाई चाहिँ रमाइलो लागिरहेछ। दिदीको यहाँ युज टु प्लेस भयो। मलाई चाहिँ एकदमै के लागिरहेछ, रमाइलो। काम गर्ने दिदीहरू हुनुहुँदो रहेछ माथितिर। नमस्ते दिदीहरू। 12 गतितिर हो क्या, कत्रो पर्यो थियो कि आउन लाम त घुम्नु आउँछ पानी फेरि। अब त हाम्रो यहाँ सुन्तलाको बेरमा उमार्दैछौँ कि हामीले यसमा झारहरू फाल्नु भएको। कति दिनमा गोडमेल गरिरहनु पर्छ? झार आएअनुसार अब यो पहिला झार फालेको कति भयो, 2-3 हप्ता होला है। 2-3 हप्ता अगाडि फालेको नि फेरि उस्तै भइसक्यो। अब चाहिँ हामी फार्म के भन्छ, अब चाहिँ हामी फार्ममा लगाउने कपडा चेन्ज गर्दैछौँ। रेडी 1 2 3 ब्याक टु वर्क। अब के गर्ने, गर्मी रहेछ यो ठाउँमा। गर्मी छ। यो हाइटमा भए पनि एकदम बिहानबाट बेलुकासम्म घाम पर्छ यहाँ चाहिँ होइन। अनि केही पनि हुँदैन, यही ठिक छ। अनि यहाँ चाहिँ यो टनेल भयो नि त, टनेलले गर्दा झन् तातो बनाउँछ कि। अब चाहिँ हामी तल जान्छौँ एकछिन, के काम छ हेर्छौँ। हिजो चाहिँ पानी परेको थियो, त्यही भएर
जमिनहरू चाहिँ राम्रोसँग भिजिरहेको रहेछ। यस्तो गर्मी छ नि त अहिले, यहाँ जति पानी हाले पनि सुक्खा भइहाल्छ क्या, दिनदिनै हाल्नुपर्ने हुन्छ। यहाँ चाहिँ अब यो ओपन स्पेसमा थियो, मजाले भिजाएको छ। त्यो प्लास्टिकहरूभित्र चाहिँ त्यही सबै सुन्तलाको बेनाहरू छ कि हेर्नु कस्तो राम्रो छ, उम्रिरहेको छ। क्युट क्युट। लगभग 1.5 महिना भयो यो बेनाहरू लगाएको। यहाँ चाहिँ हामीले यो हिजो प्लास्टिक खोलिदिने अनि पानी पर्छ यो भोलिमा पनि भनेको, तर असिना पऱ्यो त्यही भएर खोल्न पाएनौँ। यहाँ त्यस्तो भएछ। नै हिजो वेदरमा देखाएको थिएन क्या, आज नि देखाएको जस्तो लाग्यो। हिजो चाहिँ देखाएको थिएन पानी पर्छ भनेर। अब बिस्तारै ए कस्तो राम्रो भइरहेछ। नै ननिकाल्दै छोड्दे, त्यो पहिल्यै निक्लेको रहेछ त्यही भएर 1-2 दिन चाहिँ 5वटा जति लिफ आइसकेको छ कि। 1 2 3 4 यहाँ चाहिँ झारहरू यति छिटो आउँछ, दिदीहरूले बिचरा यस्तै गोडमेल चाहिँ गरिरहनु पर्ने रहेछ। एकदमै। यहाँ एकजनालाई त अब हेर्दा त धेरै छैन, तर एकजनालाई चाहिँ फुल टाइम काम पुग्छ कि। यहाँ झार फाल्यो, पानी हाल्नुपर्छ एभ्रिडे, पानी हाल्दा झार फाल्दा यता फाल्यो भने उता आइसक्छ, उता फाल्दा यता आइसक्छ। हाम्रो त्यहाँ तल चाहिँ 1 2 3टा ठुल्ठुलो टनलहरू छ, त्योमा चाहिँ हामी क्राफ्टिङ गरेको बिरुवाहरू राख्छौँ। त्यो पारी चाहिँ फेरि स्याङ्जा हो कि मट। त्यहाँ कुन चाहिँ मट पर्वत त यता साइडमा पऱ्यो नि, त्यता साइडमा पर्छ, यता चाहिँ स्याङ्जा हो। यहाँबाट चाहिँ कस्तो बाग्लुङ त देखिँदैन। यो चाहिँ एयरपोर्ट देखिन्छ ठ्याक्क यहाँबाट, कस्तो राम्रो भ्यू देखिन्छ। ऊ त्यो चाहिँ रनवे एयरपोर्टको चाहिँ, नयाँ एयरपोर्टको चाहिँ धमिलो धमिलो देखिरहेछ है, सबै सिटी एरिया राम्रो देखिन्छ भ्यू चाहिँ यहाँबाट। खै किन हो सधैँ यस्तै देखिन्छ भने, क्लियर नै हुँदैन। यो काठमाडौँ र यो चाहिँ के हो, यो सिमलको फुल फुलिरहेछ मस्त। यहाँ पनि हाम्रो यति धेरै सुन्तलाको बेनाहरू छ, योमा नि बिचबिचमा छ। यहाँ चाहिँ हामी दिदीहरूलाई हेल्प गर्छौँ यहाँ फार्ममा। हामी चाहिँ साइन लिएर आएको थियौँ खासमा, तर आज फ्री नै छौँ, त्यही भएर चाहिँ यहाँ काम गर्छौँ। फर्स्टमा चाहिँ अघि यहाँ जारू खोल्नुको लागि यस्तो धेरै छ, देखिरहेकै छैन। यो जारले गर्दा के पनि नदेखा हो। यहाँ बोली छ, अब जार निक्लेपछि सबै देखिन्छ। अहिले म देखाइदिन्छु। हेरेर गर्नुपर्ने रहेछ मजाले, थाहा पाइन्छ। त्यो प्रज्ञाले नि एग्रिकल्चर सिक्दैछ। ठ्याक्क चिनिन्छ, चिल्लो खालको हुन्छ क्या। यस्तो होइन रहेछ, अलिक डार्क यो ठ्याक्क अलिक मोटो खालको स्टिम होइन यो खाले। अनि यो पात चिल्लो छ नि त, ठ्याक्क चिनिन्छ। ठ्याक्क यो झारहरू यस्तो छ नि, अब त्यो त एकदम चिल्लो खालको छ होइन, यिनीहरू चाहिँ निकाल्ने सबै निकाल्यो। यस्तो त्यो भन्दा नि एउटा इन्डिभिजुअललाई यस्तरी के भन्नु हो, यस्तो गऱ्यो भने चाहिँ, किनभने हाम्रो स्टिल कति धेरै बिरुवाहरू निक्लिँदैछ क्या, त्यही भएर म बिस्तारै गर्नुपर्छ, न त भने तल सिड नै निस्किन्छ क्या। त्यही भएर यसरी त्यसको अलि माथिपट्टि समातेर यस्तो तानिदिने, अनि यस्तो माटो यसो गर्ने। चिनिन्छ, चिनिस् नि? चिने। प्रज्ञा चाहिँ यहाँ बिरुवाहरूमा पानी हाल्दैछ।
मजा आइरहेछ मलाई गाइसहरू। यो चाहिँ हाम्रो लास्ट इयर गरेको ग्राफ्टिङको बिरुवाहरू हो। अहिले नयाँ गरेको ग्राफ्टिङको बिरुवाहरू चाहिँ उता छ। त्यहाँ दिदीहरूले ग्राफ्टिङ गर्दै हुनुहुन्छ आज पनि। योहरू चाहिँ हाम्रो ग्राफ्टिङ गरेको बिरुवाहरू हो। यो सबै यो ग्राफ्टिङ गरेको लगभग 1 महिना भयो। नयाँ ग्राफ्टिङ गरेको सायनबाट चाहिँ ग्रोथहरू आइसकेको छ। मजाले यत्रो ठुल्ठुलो चाहिँ 3 वर्ष, यो वर्षमा चाहिँ 3 वर्ष भयो ग्राफ्टिङ गरेको। अब चाहिँ मजाले फ्लावरिङ भइरहेछ। अब फ्रुटिङ नै हुन्छ योपालि मजासँग। अनि हामी चाहिँ यहाँ सुन्तला फलेपछि चाहिँ हजुरहरूलाई देखाउने छौँ। उता चाहिँ प्रज्ञा पानी हाल्दैछ प्लान्टहरूमा। कस्तो भइरहेछ त। सुक्यो होला त? सुक्यो? यस्तो भयो छ। यो चाहिँ यहीचोटि गरेको ग्राफ्टिङ हो। कस्तो राम्रो भएको छ। अहिले नै यत्रो ठुल्ठुलो भएछ बिरुवाहरू। अब यिनीहरूलाई चाहिँ फेरि मल हाल्नुपर्छ। अब हामीले अब आउने स्याटरडे मेबी मलहरू चाहिँ हाल्छौँ। अहिले चाहिँ म चाहिँ कुनै चाहिँ फेल भएको बिरुवाहरू नि छ, म चाहिँ त्योहरू निकाल्दैछु। उता दिदीहरू ग्राफ्टिङ गर्दै हुनुहुन्छ नि त, अनि दिदीहरूलाई दिन्छु, दिदीहरूले फेरि गर्नुहुन्छ। हाई गाइस, पानी हालेर सकियो। अब हामी खट्टु खान्छौँ। खट्टु देखाइदिनु। हजुरहरूले खट्टु नै भन्नुहुन्छ नि होइन? त्यो बगेरवाला दिदीहरूलाई दिँदै हुनुहुन्छ दिदीले। हामी चाहिँ खट्टु भन्थ्यौँ। बगेरको हुन्छ नुनिलो अनि गुलियो अनि खट्टु 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 टाइपको भएर खट्टु भनेको, बट नट पिरो। पोखरा बल्ल क्लियर देखिँदैछ यहाँबाट। जुम गर्दैछु म। एयरपोर्ट हो त्यो। जस बल्ल मौसम खोल्दैछ। के भएर मरेको होला है? गोटाब्रे त हाम्रो कामभरि गोटाब्रे छ। जति खाँदा पनि हुन्छ। यो चाहिँ स्किन केयरमा पनि एकदम युज हुन्छ। यसको नाम सीबाट आउँछ जस्तो लाग्छ कि सेन्टेला त्यस्तै। मैले यसको कोरियन मास्क लगाएको छु कि स्किन केयरको लागि। म चाहिँ यसको मोइस्चराइजर लगाएको थिएँ कि। गाइजहरू मैले फर्स्ट टाइम ट्राई गरेँ, काँचै खाइदो रहेछ, तर मलाई मन परेन। ज्वरो आउँदाखेरि के रहेछ कि है? ज्वरो आउँदाखेरि हामी माथि आमा हुनुहुन्थ्यो नि, माथि घर आमाले पहिला हामीलाई यस्तो खुवाउनु माथि घर पछाडि थियो। सब बोडी चकप त्यही अरे चाहियो भने भन्नु। अब यही हो गोटाब्रे गाइजहरू, यही हो। म चाहिँ अब डिक्कीबाट खाजा निकाल्न जाँदैछु। भोक लाग्यो गाइजहरू। राम्रो ठाउँ छ, एकदमै राम्रो ठाउँ छ। ओइ लड्छ क्या हो खाजा। कुचुलु पुकुलु यता हेर, यता नो नो
नट देयर त्यहाँ हुँदैन तिमीलाई अलि पछाडि यता हेर धन्यवाद